हेलो गुड इभिनिङ हजुरहरू सबैजनालाई एन्ड वेलकम टु माई भिडियो भन्दै यहाँ हेरिहाल्नुहोस् घिउ है कस्तो मजाको परिरहेछ। पहिलाको जमानामा चाहिँ मही पार्नुको लागि चाहिँ ओल्लो घर पल्लो घर धोरङहरू पैँचो गर्दै गर्ने सिस्टम थियो है। अहिले चाहिँ एकदमै मेकानिकली पनि एडभान्स भएर गएको छ अनि त्यही चिजले एकदमै इजी बनाएको छ। धेरै कुरो आइटम्स एकै कुरामा बनाउन सकिन्छ, जस्तै कि अहिले दहीबाट घिउ बनाउनु है। अनि पहिला चाहिँ तरतर जमाएर दही जमाउनु भयो है। अनि दही जमाएर चाहिँ त्यही दहीलाई चाहिँ मजाले मिक्सचरमा ग्राइन्ड गर्दाखेरि चाहिँ यसरी घिउ निकाल्न सकिन्छ है। मेरो चाहिँ पहिला फर्स्टमा गरेको थियो अनि मेरो चाहिँ भएन मैले गर्दाखेरि चाहिँ है। अनि चाहिँ त्यही भएर चाहिँ नानाले चाहिँ माथि आनीलाई भन्नुभयो। आनीले चाहिँ अगाडि पनि पार्नु भएको थियो, एकदमै दामी घिउ निकाल्नु भएको थियो है। अनि आनीले यहाँ गरिदिनु हुँदैछ। यति दामी घिउ निक्लियो है त्यो तरबाट। अनि कहिले पनि तर वेस्ट नगर्नु होला, त्यो तरलाई जमाएर चाहिँ यसरी घिउ निकाल्न सकिन्छ, किनभने अहिले घिउको दाम धेरै बढेर गएको छ। अनि वेस्ट फाल्नुभन्दा त्यो तरहरूबाट घिउ राम्रोसँगले पार्न सकिन्छ भन्ने कुरा म जनाउन चाहेँ। अनि यहाँ हेरिहाल्नुहोस् यति मजाले घिउ निक्लिँदैछ है। हेरिहाल्नुहोस् एकदमै दामी घिउ है। यति भन्दै बाइ बाइ, विल सी यु इन द नेक्स्ट ब्लग। थ्याङ्क यू फर वाचिङ।